नमस्कार यहाँहरू सबैजनालाई मेरिनास रेसिपीमा आज म बनाउन जाँदैछु म्याक्रोनी। अब यो पास्ताले म बोइल गर्न जाँदैछु। मैले 2 कचौरा पास्ता लिएँ। अब यसमा पानी हाल्न जाँदैछु। थोरै नुन पनि राखेँ, थोरै तेल पनि राख्दैछु। अब एकैछिन बोइल हुन छोडिदिन्छु यसलाई। पास्ता बोइल हुन्जेल मैले थोरै तरकारीहरू चप गर्दैछु। यसलाई मसिनो गरी चप गर्नु होला। हेर्नुस् त यो पास्ता अब बोइल भएर रेडी भइसकेको छ। अब यसलाई हामीले चिसो पानीले एकचोटि पखाल्न जाँदैछौँ। चिसो पानीले पखाल्दैछु यसलाई। तरकारीहरू पनि सबै काटेर रेडी गरिसकेँ मैले। यो एउटा प्याजलाई मैले मसिनो गरी काटेँ। अनि यो गाजर हो, गाजरलाई मसिनो गरी काटिसकेँ। अनि लसुनलाई पनि मसिनो गरी 2टा लसुनलाई मैले काटेँ। यो सानो गोलभेडा 4वटा हो, यसलाई पनि काटेँ। अब भाँडा बसाल्न जाँदैछु। मैले ग्यास अन गरिसकेँ। भाँडामा मैले 2 चम्चा जति तेल राखेकी छु। तेल तातेपछि म अब भएको तरकारीहरू राख्न जाँदैछु। तेल तातिसकेको छ। अब यसमा म फर्स्टमा लसुन राख्न जाँदैछु। मैले फर्स्टमा लसुन राखेँ। लसुनलाई एकैछिन चलाउँछु। त्यसपछि प्याज अनि गाजर राख्नेछु। मिडियम आँचमा म यसलाई एकैछिन भुट्दैछु। अब मैले यसमा हरियो खुर्सानी पनि राखेँ। हरियो खुर्सानी राखेर अब प्याज राख्न जाँदैछु। प्याजसँगै अब गाजर पनि राख्न जाँदैछु। यसलाई एकैछिन फ्राई हुन छोडिदिएँ मैले। चलाउँदै एकैछिन फ्राई हुन दिँदैछु। अघि काटेर राखेको गोलभेडा पनि राख्न जाँदैछु। गोलभेडा थोरै गल्ने बेलासम्म पकाउनुपर्छ। यो बाहेक अरू तरकारीहरू पनि हजुरहरू राख्न सक्नुहुन्छ, जस्तै क्याप्सिकम, बिन्सहरू। मैले चाहिँ राखिनँ। गोलभेडा गलिसकेको छ। अब हामी यसमा पास्ता राख्न जाँदैछौँ। अब पास्ता राख्दैछु। यसमा अब स्वादअनुसार नुन राख्न जाँदैछु। अघि बोइल गर्ने बेलामा पनि नुन राखेको भएर नुन अलिक कमै राखेँ मैले। थोरै जिराको धुलो। अब यसमा सोया सस राख्न जाँदैछु। थोरै सोया सस। यसका साथै मैले टोमेटो केचप पनि थोरै राख्न खोज्दैछु। मिक्स गरेर एकैछिन पकाउँछौँ हामी। पास्ता तयार भइसकेको छ। Thank you for watching.